हेलो गाइस, अब चाहिँ बिहान बिहानदेखि अर्डर आएर म चाहिँ होइन टक्क लाएर यहाँ चाकु कुवा बनाउनु यहाँ रेडी भइसकेको छु। रेडी फेरि ग्यास पनि यहाँ फेरि पार आएको छ क्या, यहाँ ग्यास पनि कहिले बल्छ कहिले बल्दैन होइन। टक्क होइन यहाँ चाकु बनाउन यहाँ टक्क रेडी भइसकेको छु होइन। यहाँ चट्ट लाएर अब चाकु बनाउनै पऱ्यो होइन। चाकु चाहिँ मैले सबैले खुवाउनै पऱ्यो होइन। हल्का यसरी पानी हाल्नुपर्छ। हेर्नुहोस् रियल चाकुमा चाहिँ आवाज सुन्नुभयो तपाईँले? आवाज सुन्नुभएको छैन? यहाँ ओरिजिनल चाकुमा चाहिँ यस्तो आवाज आउँछ है गाइस। हेर्नुहोस् यहाँ चट्ट लाएर आवाज सुन्यो कि सुनेन? टक्क ओरिजिनल हो, ट्याक पटाक पड्किन्छ के। ओरिजिनल चाकु भनेको यस्तो हुन्छ है। अब रेसिपी फुल रेसिपी त सेयर गर्नु भएन यहाँ भिडियोमा। फेरि यहाँ हाम्रो बेस्ट यमरी भनेर यहाँ भिडियो हाल्ने मान्छेहरू पनि छ होइन। के गर्नु, यस्तै हो। चट्ट यहाँ खुवा पनि होइन। अब बाबु दुध लिएर आउँ त एक प्याकेट, त्यो ठुलोवाला लिएर है। फेरि दुध सुट होइन चट्ट पकाएर खानै पऱ्यो। के गर्नु, चिया खानु मन लागिसक्यो होइन। चट्ट लाएर होइन। अब यहाँ चाहिँ पुरै भ्लग भइरहेको छ होइन। अब चट्ट यहाँ चाहिँ मैले यहाँ बिहानै अर्डर आएको भने यमरीको यो भाडा तताइसकेको छु। यमरी खुवा यमरी चाउडा हालेर यहाँ चाहिँ टक्क होइन पूजासुजा गरिसक्यो है। यहाँ गाई चाहिँ यहाँ पूजासुजा गरेर होइन टक्क यहाँ फेरि मन्दिर चाहिँ फेरि यहाँ मेरो फ्रिजको माथि छ। हेर्नुहोस् यहाँ टक्कै यस्तो छ गणेश भगवान् महालक्ष्मी। टक्क यहाँ सबै दर्शन गर्ने ल है गाई। यहाँ टक्क यहाँ मेरो भ्लगमा यहाँ स्वागत छ है। फेरि यहाँ हाम्रो यहाँ टक्क यहाँ बिहान बिहान सफासफा गर्दैछौँ अहिले। भुइँमा त मक लगाइसक्यो। यहाँ चाहिँ बाँकी छ, यहाँ चाहिँ फोरै छ है। यहाँ पनि मक लाउनु बाँकी छ। के गर्नु, यहाँ गाह्रै छ कि होइन बाबु। अस्ति यो भ्यालेन्टाइन चाहिँ बेलुमहरू हो, यिनीहरू चाहिँ बेलुमहरू चाहिँ होइन। यहाँ भ्यालेन्टाइनको हो। अब यो बेलुम सबै फुटाइदिने हो। कसको ब्रेकअप भएको छ भ्यालेन्टाइनमा, यहाँ आएर त्यो बेलुम फुटा पनि हुन्छ है ल। होइन ब्रेकअप भएको चाहिँ यहाँ ट्याक आएर यहाँ बेलुम सेलुम पनि पाट पाट फुटाएर गए पनि भयो होइन। भन्नु पऱ्यो ब्रेकअप भएको भनेर होइन। चट्ट लाएर के गर्नु, गाह्रो छ होइन। अब चाकुलाई मेल्ट हुन यहाँ हामी छोडिदिरहेको छौँ। चाकु यो आफै बिस्तारै मेल्ट भइहाल्छ। खुवाले पनि यहाँ खुवामा चाहिँ फेरि पानी सानी हाल्नु हुँदैन है गाई। चाहिँ फेरि खुवा चाहिँ पकाल्नलाई अलिकति आइडिया लगाउनुपर्छ कि। त्यो चाहिँ तपाईँहरूसँग यो अब अर्को भ्लगमा सिकाउँदै गरौँ ल। अहिले चाहिँ यति नै हो। अब चट्ट यहाँ चाहिँ हाम्रो यमरी हालिसकेको छ होइन। चट्ट लाएर खुवाको होइन यहाँ चट्ट यसरी झापको छोपिदिने हो। यो पाक्दै गर्छ। यहाँ हेर्नुहोस् यस्तो इन्टिरियर पनि यहाँ मेरो हो। यो डिजाइन सबै क्याक्टस स्याक्टस होइन, यो सबै स्टाइल चाहिँ मेरो हो। आउनुहोस् नालामुख चोकमा होइन। यहाँ टक्कै यसरी चट्ट यस्तो होइन टक्क नालामुख चोकमा चट्टाएर यहाँ भ्लग चाहिँ बन्दैछ फेरि। काम त यहाँ कति छ कति छ नि यार। बिहान 8 बजी आए पनि यहाँ होइन काम त सकिँदैन होइन। गाह्रो छ क्या गाइस, गाह्रो छ यहाँ। बाबुको यहाँ डन्डी फोर आइसक्यो यहाँ काम गर्दा गर्दा। गाह्रो छ गाह्रो छ ल। आजको भ्लग चाहिँ यति 3 मिनटबाटै सकाइदिउँ कि क्या हो ल है। आजको भ्लग चाहिँ यति नै हो। टक्क हाम्रो बुढाबुढी नालामुख चोक अनि जाल्पा रोडमा टेक अवे पनि छ हाम्रो कटन आउटलेट। त्यहाँ गएर तपाईँहरूले सामान लिन सक्नुहुन्छ। राम्रो नेपाली कटन पाइन्छ। त्यो इन्डियन चाइनिज चाहिँ होइन है, फेरि नेपाली नै हो है गाइज ल। त्यही भन्न चाहन्छु। आजले चाहिँ बाई बाई। मेरो भ्लग आज यहाँ इन भएको छ। बाई बाई।